एकैछिन सर। गणेश गणेश फिर्ता कता हो? यहाँ हामी देखाइरहेका छौँ हेलिकप्टर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानिया यहाँ पिकनिकमा सरिक हुन आउनु भएको छ। आज 1 जनवरी 2026 यहाँ नेपाली काङ्ग्रेसका सभापति रामचन्द्र यादवले यो धनगढी नगरपालिका वडा नम्बर 14 सर्रे अम्बास गाउँमा यहाँ पिकनिक आयोजना गर्नुभएको छ र यो राजनीतिक पिकनिकमा उहाँ भाग लिनका र उहाँलाई स्वागत गर्नेहरूको धुइरो छ। नेपाली काङ्ग्रेसको तछाड मछाड छ र हेर्नुहोस् यहाँ थामी नसक्नु भिड छ र इन्द्र बानियालाई स्वागत गर्नका लागि यहाँ नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू सबै भेला भएका छन्। म बागमती प्रदेशबाट यहाँ पिकनिकमा सरिक हुन उहाँ यहाँ आउनु भएको छ। अगाडि जाऊ, अगाडि 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 उता तक मंच तक दिए।